एन्ड नमस्ते सबैजनालाई। तपाईहरू बस्ने ठाउँमा आजको मौसम कस्तो छ साथीहरू? यहाँ म बस्ने ठाउँमा चाहिँ एकदमै पानी परेको छ, हेर्न सक्नुहुनेछ, झमझम पानी परेको छ। मौसमले चाहिँ च्यालेन्ज दिइरहेको अवस्था साथीहरू। हेर्नु त बाहिरतिर यस्तो छ हालत। अनि म चाहिँ बाहिर तरकारीहरू किन्न गएको थिएँ, अनि घर फर्किँदैछु। मलाई चाहिँ साथीहरू हल्का भोक पनि लागिरहेको छ, दिनभरि बाहिर डुलेको भएर। अब चाहिँ म साथीहरू घर गएर टक्क चाहिँ रामेन बनाएर खान्छु, हेर्न सक्नुहुनेछ। मैले चाहिँ पहिला नै तातो पानी हालेर रामेन भिजाइसकेको थिएँ, अनि पानीलाई फालेर सस अनि मायोनिज हाले साथीहरू। अनि मजाले मोलेर चाहिँ तयार भइसकेको छ। मोलिसकेपछि मैले त्यसको साइडमा अरू के खाने त भन्दा मलाई आलु फ्राई अनि प्याज फ्राई एकदम मनपर्छ, यत्तिकै साथीहरू। अनि त्यसमाथि अन्डा पनि फ्राई गरेको थिएँ। अन्डा पनि रामेनसँग चाहिँ एकदम मिठो हुन्छ साथीहरू। आजको मेरो दिन चाहिँ साथीहरू बाहिर डुलेर आएर घरमा यसरी रामेन खाजा बनाएर बिताएँ। तपाईहरूले कसरी बिताउनु भयो मेरो कमेन्टमा भनिदिनु होला। मैले चाहिँ चाउचाउ यसरी इन्जोय गरेर खान्छु साथीहरू, मलाई एकदम मनपर्छ। आजलाई चाहिँ धन्यवाद साथीहरू। ह्याभ अ नाइस डे।